तपाईहरु सबैजनालाई गुड मर्निङ फ्रेन्ड्स। म चाहिँ आज बिहानै 5:30 मा उठेर नुहाइकिन पाकिम बजारको शिवा मन्दिर, हनुमान मन्दिर आज सोमबारको दिन सन चलिरहेको छ नि त, पूजा गरेर आएर चाहिँ घरदेखि अलिकति माथि रोडमा वकमा आइरहेको छु। वकमा बिहान सधैँ जान्छु नि त, आज नै आइरहेको छु। फेरि वक गरेर चाहिँ काममा जाने टाइम हुन्छ, 9 बजे काममा जान्छु। अरूहरूले नि भन्दै थियो कामको भिडियो नि कतिले बनाउनु नि भन्दै थियो कि कामको भिडियो चाहिँ अब प्राइभेट घर हुन्छ हो, त्यहाँ उनीहरूलाई सोधेर मात्रै बनाउनु पर्छ। त्यही कारण मैले कामको भिडियो बनाएको छुइनँ। अन्त काम सकेर 11 बजीतिर आउँछु। फेरि म अब घरमा नि काम सकाउँछु, त्यही भएर कोही बेला चाहिँ मेरो ब्लग लेट हुनेछ। अहिले चाहिँ वकमा म कहाँसम्म आएको छु आज दिन हेर्नुहोस् ल, यस्तो धुम्मा छ। यहाँ पछाडि रोडसम्म आएको छु हो। अब यहाँदेखि जानेछु घरै फर्केर, घर गएर 1 मग चिया खान्छु। आज त सोमबार हो, आज सादा खाना हुन्छ हाम्रो। अन्त अस्ति सन चलेकैदेखि चाहिँ सादा खाना छ नि त। अन्त यहाँ हेरिदिनुहोस् न, मैले दाजुले कति राम्रो बोलबमको भेष दिनुभएको छ, रातो भगवानको नक्सा भएको यहाँ लगाइरहेको छु। कस्तो देखेको छ मलाई भनिदिनुहोस् ल बोलबमको भेषमा। अब जानेछु यतातिर हरियो उयोहरू छ, म देखाउँदैछु ल तपाईँलाई, हेरिदिनुहोस् न रोडको साइडमा। अहिले त यो कुन चाहिँ रोडमा हिँड्दैछु भने म रोडाथाङ, पाचे खाने, सिलगढी पनि जान्छ यो रोडबाट। अन्त रम्फू सबै जग्गा जान्छ। अन्त यहाँ वकमा आएको छु। बोलबम त वकमा आएको छु। अब मेरो आमा त झन् पुरा बिमार छ, आमालाई काम सकाइदिन्छु, त्यही कारण चाहिँ अलि लेट भइहाल्छु ब्लगमा। अन्त म आफै त बिमार छु। अब घरिघरि म भन्नु सक्दिनँ होला, यो एकपट्टिको आँखा त पुरै कम्ती देख्छु, दुईटा आँखा कम्ती देख्छु। भए पनि यति राम्रो ब्लगहरू बनाउनु मनपर्छ, तपाईँहरूलाई ब्लग बनाएर देखाउँछु भन्दै। अन्त यहाँ हेर्नुहोस् ल, एउटा चाहिँ के राम्रो छ भने यो भित्रपट्टि साइड अहिले हाइवे रोड यति ठुलो भएको छ नि त, यो रोडाथाङ सिलगढी जाने। अन्त त्यही भएर चाहिँ अहिले गाडीहरू नि यति राम्रो राख्छ यो भित्र साइडपट्टि। तपाईँहरू नि पार्किङमा आउँदैछ भने यहाँ भित्र साइडपट्टि नो पार्किङमा चाहिँ गाडी राख्दा हुन्छ हो। यस्तो हरियो छ जग्गाहरू। अन्त अब म ब्लगलाई गर्छु एन्ड फेरि बेसी ब्लग लामो बनाउँदिनँ। फेरि नेक्स्ट ब्लग लिएर आउने छु। तपाईँहरू मलाई माया दिइरहनुहोस्, तपाईँहरूले सपोर्ट दिइरहनुहोस्। तपाईँहरूले जसरी अरूको ब्लगहरू हेर्नुहुन्छ त्यसरी हाम्रो पनि ब्लग हेरेर तपाईँहरूले गर्दा हामी राम्रो ब्लग, तपाईँहरूको सपोर्टले गर्दा हामी अगाडि बढ्नु सक्छ। जरुर सपोर्ट र माया दिनुहोस् होला भन्दै ब्लगलाई गर्छु एन्ड